यो गाइस फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है, तू जा रे जा। गाइस वेलकम टू आवर न्यू ब्लॉग केड़ा सबलाई वेलकम छ हाम्रो नयाँ ब्लगमा ब्लॉग बन रहा है हाय बोलो हेलो हाय बोलो ब्लॉग बन रहा है हाय बोलो सब लोग ओए ओए दाजु भाई ओ दाजु भाई अनिस ओए यहाँ हेर न हेलो गाइस सबलाई वेलकम छ केटा आज चाहिँ हामी हाम्रो चाहिँ अहिले लाइभ बस्ने समयमा हाम्रो नेट नचलिरहेको अवस्थामा हामी चाहिँ केटा हैन कहाँ डुल्न हिँडिरहेको छौँ यस्तो पानी परिरहेको छ केटा हिलो हिलो भएको छ हैन हाम्रो दाइ छातामा हुनुहुन्छ म त फेरि बिजी बस लास्ट रोगी हुने मान्छे हो हैन पानी चाहिँ पयाछ ल सोलिसम्म अहिले चाहिँ हामी 6 जना छौँ हैन केटा हामी कहाँ जान आँटे आई डोन्ट नो वी डोन्ट नो केटा कहाँ जान आँटे हामी हामी चाहिँ कहाँ जान आँटे हो केटा यो भिडियो के अरे भिडियोको अन्तिम अन्तिमतिर थाहा हुन्छ केटा होइन हो क्या दोस्त साइलेन्ट किलर छ यहाँ डायमन्ड चोर उता छ यो चाहिँ थाहा भएन बिस्तारै नाम थाहा हुन्छ ऊ यहाँ पछाडि लुकिरहेको छ केटी चोर होइन केटा नाबालिका छ ए यार दोस्त धादिङ हामी बस्ने ठाउँको बाटो यस्तो छ धादिङको खानी खोला केटा वडा नम्बर 7 भनिरहेको थियो होइन वडा नम्बर 7 हो रे यहाँबाट चाहिँ खतरा खोला बगिरहेको अवस्था केटा पानी चाहिँ कस्तो सङ्लो छ है फेरि नाइकेवाला दुईजना पछाडिबाट आएर छन् केटा यता लभली भ्यू आएर रहेछ खै त क्यामेराको क्वालिटी भएन 2014 मा म ग्याङसँग आएँ के गरे दाइ ओ यहाँ अप्रेसन त नि झार्यो एउटा ऊ झार्यो दाइले कस्तो परेछ दोस्त ओ हन्टर दोस्त कस्तो छ आँप हेर त झार्ने मान्छेलाई धरि आँप दिँदैन यार अबे साले यस्तो पात कि केटा होइन पात कि उयो पानी परेर हो क्या हो खतरा हरियाली देखिरहेछ भने है हेर केटा होइन पानी परेको बेला चाहिँ यस्तो देखिन्छ हाम्रो भ्यू सो केटा हामी चाहिँ एकछिन यहाँ रोकेको थियौँ यार यहाँ हाम्रो फोटो केटाहरूले फोटो खिचिरहेको थियो होइन केटा मैले नि खिचाएको छु 1-2 वटा तर राम्रो चाहिँ आएको छैन केटा हाम्रो केटाहरूले खतरा फोटो खिचाएको छ होइन म त्यो चाहिँ अहिले भिडियोमै देखाउँला होइन केटा यसको वी आर मुभिङ ओए कहाँ गयो अरू गायब भयो त अरू त यार ल दोस्ती मेरो क्यामेराम्यान आइसी स्पिड हो क्या म त यसको केटा अझै 2टा डाँडा कट्नुपर्छ है ओ यता हाम्रो केटाहरु यता ओए मा झन्डै लडेको यार माकुरी हाम्रो क्यामेराम्यान त झन्डै लडेर मरेछ केटा केटाले झन्डै मेरो नाममा फुटेर बिस्कुट खाएको यार हार्दिक श्रद्धाञ्जली हो क्या यत्रो नयाँ केटाहरू थपिरहेछ हाम्रो भ्लगमा केटा होइन हो ल अहिले यति नै गरौँ नयाँ छैन होला केटा हो म त पुरानै हो छाता त दामी छ के कलरफुलमा लगेडा अहिले चाहिँ हामी फोटो सोटो खिचेर फेरि फर्किसकेका छौँ यसो अब रुमतिर मलाई बोल्नै दिँदैन यार दाइले यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर चुप बिल्कुल चुप हो गया ल केटा अब चाहिँ हामी होइन के अरे फोटो सोटो खिचेर आइसकेका छौँ फोटो पनि मैले देखाइसकेको छु केटा होइन यहाँ चाहिँ सेन्टी मान्छे चाहिँ बिचरा सिगान पुगा पुचिरहेको छ यार कोही त यार गर्लफ्रेन्ड खोज्दैन यार बिचरा यार मर्नु आँटिसक्यो होइन केटा केटीले नम्बर दिएको धरि मिस्टेक दिएछ क्या अनि लोयल पर्सन है फेरि यार अहिलेसम्मको लोयल बस्छ नि फेरि अनि रिस उठ्यो भने चाहिँ फेरि ध्वस्त गराउँछ हिजो बेलुका कस्तो गरेको थियो यार ल केटा अब चाहिँ हामी यार हल्का चिसो भयो पानी पनि परिरहेको छ केटा कपाल सपाल सब भिजेको छ होइन अब चाहिँ हामी यहाँ चिया खान जान्छौँ केटा अहिले चाहिँ हामी चिया खानु आइसकेका छौँ केटा रात परिसकेको छ यार 8 बजे क्या केटा
जस्तो मेरो ट्याटु देखाउ न यार अनि होइन दस केटाहरू त कस्तो गोरो आउँदो रहेछ यार ल म चाहिँ गोरा हुँदैन कालो हुन्छ सेक्सी म्यान हो आस पुग्दिउँ म ल नरु न दाइ चाहिँ पछाडि यार सिनियर मान्छे नै पछाडि बसेपछि हामी चाहिँ यहाँ केटा अन्डा सन्डा बोकेर 6वटा अन्डा छ केटा होइन 6जना छौँ हामी चाहिँ चिया खाएर निस्किसकेका छौँ होइन यो बत्ती चाहिँ के हो आँखामा आउँछ त यार यसको केटा यस्तो अँध्यारो भइसक्यो होइन केटा बाटो साटो केही देखाएको छैन हाम्रो केटाहरू कहाँ ऊ त्यहाँ अगाडि पुगिसकेको छ धेरै त छैन ओए ओए नकुदा न ओए ल केटा अब चाहिँ हामी किचन सिधै किचन छिर्ने होइन किचन गएर माया कसम होइन खतरा भात पकाउनु पर्छ माया के वाला दोस् यस ब्रो यार इंग्लिश बोलिदिरहेको केटा होइन चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम